हरे कृष्ण हरि बोल। आज मैले फेरि यो खपासटामा लोकसेवाले सोधिने प्रश्न लिएर आइसकेको छु। यो चाहिँ लोकसेवाले चाहिँ खपासटामा 2075 सालमा सोधेको प्रश्नको कलेक्सन रहेको छ है। तपाईँहरूलाई भिडियो राम्रो लाग्छ भने यो भिडियोलाई चाहिँ साथीहरूमा सेयर गरिदिनु होला र यो च्यानललाई चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस्, आजको लागि चाहिँ सुरु गरौँ। ल, प्रश्न नम्बर 1 मा के भनेको छ भने ठुला ठुला गाडी आवत जावत गर्न सडक मुनिबाट पानीको पाइप गाड्नु परेमा कुन पाइप छनौट गर्ने हैन। जुन ठुला ठुला गाडी आवत जावत गर्न सडक मुनिबाट पानीको पाइप गाड्नु परेमा कुन पाइप छनौट गर्ने, त अप्सन ए मा रहेको छ। यहाँ बी लेखिरहेको छ, यहाँ ए हुन्छ। अप्सन ए मा रहेको छ सिआई पाइप, बी मा रहेको छ जिआई पाइप, सी मा रहेको छ पिभिसी पाइप र डी मा रहेको छ सिमेन्ट पाइप हैन। त यसमा चाहिँ यो जिआई पाइप जुन हुन्छ माटोमा गाड्दा चाहिँ खिया लाग्ने भएको माटो मुनि गाड्न मिल्दैन। यो जुन सिआई पाइप जुन हुन्छ यो हैन। त्यसपछि सिआई पाइप माटोमा गाड्दा खिया नलाग्ने तथा ठुला गाडीको जोड धान्न सक्ने भएकोले जमिन मुनि गाड्न मिल्छ हैन। पिभिसी जुन छ माटो मुनि गाड्दा पिभिसी पाइप चाहिँ फुट्ने भएकोले गाड्न मिल्दैन र सिमेन्ट पाइप यो पाइप चाहिँ नन प्रेसर पाइप भएकोले प्रयोग गर्न मिल्दैन हैन। त्यही भएर यसको चाहिँ सही एन्सर चाहिँ तपाईको यो जिआई पाइप चाहिँ हुन जान्छ है। सही एन्सर चाहिँ यसको सही एन्सर चाहिँ जिआई पाइप हुन जान्छ। यसको सही एन्सर बी है। त्यसपछि प्रश्न नम्बर 2 मा के भनेको छ भने पाइपलाइनमा हावा जम्मा हुन सक्ने स्थानमा कुन भल्भ जडान गर्नु पर्दछ। पाइपलाइनमा हावा जडान हुन सक्ने स्थानमा कुन भल्भ जडान गर्नु पर्दछ। अप्सन ए मा रहेको छ गेट भल्भ, बी मा रहेको छ वासआउट भल्भ, सी मा रहेको छ एयर भल्भ र डी मा रहेको छ रेगुलेटिङ भल्भ। त यसको चाहिँ सही एन्सर हुन जान्छ एयर भल्भ है। एयर भल्भ यसको सही एन्सर हुन जान्छ। गेट भल्भ चाहिँ पानी खोल्न र बन्द गर्नका लागि चाहिँ मुख्य पाइपलाइनमा गेट भल्भको जडान गरिएको हुन्छन् हैन। त्यसपछि वासआउट भल्भ चाहिँ पाइपलाइनको सबैभन्दा होचो स्थानमा ठोस पदार्थहरू जस्तै हिलो, झारपात, बालुवा जम्मा हुन सक्ने स्थानमा चाहिँ वासआउट भल्भ जडान गरिएको हुन्छ। त्यसपछि एयर भल्भ चाहिँ पाइपलाइनको सबैभन्दा अग्लो स्थानमा हावा जम्मा हुन नसक्ने स्थानमा एयर भल्भ जडान गर्नु पर्दछन्। त्यसपछि रहेको छ रेगुलेटिङ भल्भ भन्नाले फ्लो रेट वा प्रेसर नियन्त्रण गर्न ठाउँमा रेगुलेटिङ भल्भ जडान गरिएको हुन्छ। यसको चाहिँ सही एन्सर यही चाहिँ एयर भल्भ हुन जान्छ। त्यसपछि प्रश्न नम्बर 3 मा के भनेको छ भने सिमेन्ट पानी मिसाएको समयबाट कति घण्टापछि सिमेन्ट जम्न सुरु हुन्छ हैन। सिमेन्ट पानी मिसाएको समयबाट कति घण्टापछि सिमेन्ट जम्न सुरु हुन्छ, त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईको आधा घण्टा है। त्यसपछि प्रश्न नम्बर 4 मा के भनेको छ भने प्लास्टर गरेको भागलाई कति दिनसम्म भिजाएर राख्नु पर्दछन्। प्लास्टर गरेको भागलाई कति दिनसम्म भिजाएर राख्नु पर्दछन्। यसको सही एन्सर हुन जान्छ 7 दिन। 7 दिनसम्म मिनिमम भिजाएर राख्नु पर्दछन्। त्यसपछि 5 मा सबैभन्दा बढी चाप खप्न सक्ने पाइप कुन हो। सबैभन्दा बढी चाप खप्न सक्ने पाइप कुन हो। अप्सन ए मा रहेको छ एचडिपिई, बी मा रहेको छ जिआई, सी मा रहेको छ डिआई र डी मा रहेको छ सिआई। यसको सही एन्सर हुन जान्छ डिआई पाइप। त्यसपछि प्रश्न नम्बर 6 मा के भनेको छ भने
कस्तो वितरण प्रणालीमा हावा भरिएर पानी रोकावट हुने समस्या हुँदैन? कस्तो वितरण प्रणालीमा हावा भरिएर पानी रोकावट हुने समस्या हुँदैन? अप्सन एमा रहेको छ ग्राभिटी प्रणाली, बीमा रहेको छ पम्पिङ प्रणाली, सीमा रहेको छ खुला प्रणाली, डीमा रहेको छ बन्द प्रणाली। त यसको चाहिँ सही एन्सर हुन जान्छ खुला प्रणाली। त्यसपछि 7 तलका मध्ये कुन प्रणालीको पानी शुद्ध हुन्छन्? तलका मध्ये कुन प्रणालीको चाहिँ शुद्ध हुन्छन्? के भन्यो यो प्रश्न एकचोटि फेरि हेरौँ है, यो चाहिँ मिस्टेक रहेको छ। के भनेको छ भने कस्तो वितरण प्रणालीमा हावा भरिएर पानी रोकावट हुने समस्या हुँदैन, हैन हैन के भनेको छ भने कस्तो वितरण प्रणालीमा हावा भरिएर पानी रोकावट हुने समस्या हुँदैन, हैन। त यसको चाहिँ अप्सन एमा रहेको छ तपाईको ग्राभिटी प्रणाली, बीमा रहेको छ पम्पिङ प्रणाली, सीमा रहेको छ खुला प्रणाली, डीमा रहेको छ यो बन्द प्रणाली। त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईको यो पम्पिङ प्रणाली। त्यसपछि प्रश्न नम्बर 7, प्रश्न नम्बर 7 मा के भनेको छ भने तलका मध्ये कुन प्रणालीको पानी शुद्ध हुन्छन्? तलका मध्ये कुन प्रणालीको पानी शुद्ध हुन्छन्? अप्सन एमा रहेको छ इनार, बीमा रहेको छ स्यालो ट्युबवेल, सीमा रहेको छ डिप ट्युबवेल र डीमा रहेको छ सम्पुवेल। यसको सही एन्सर हुन जान्छ डिप ट्युबवेल। त्यसपछि अर्को प्रश्न रहेको छ 8 मा के भनेको छ भने मुहानदेखि मुखसम्म पानी कसरी सुरक्षित राख्न सकिन्छन्? मुहानदेखि मुखसम्म पानी कसरी सुरक्षित राख्न सकिन्छ? अप्सन एमा रहेको छ पानी प्रशोधन गरेर, बीमा रहेको छ मुहानलाई घेरबार गरेर, सीमा रहेको छ पानी ट्याङ्की छोपेर र डीमा रहेको छ खानेपानी सुरक्षा योजना लागू गरेर। यसको सही एन्सर हुन्छ खानेपानी सुरक्षा योजना लागू गरेर। त्यसपछि 9 मा के भनेको छ भने पूर्ण सरसफाइभित्र के पर्दछ? पूर्ण सरसफाइभित्र के पर्दछ? अप्सन एमा रहेको छ व्यक्तिगत सरसफाइ, बीमा रहेको छ व्यक्तिगत र घराइसी सरसफाइ, सीमा रहेको छ घराइसी र वातावरणीय सरसफाइ र डीमा रहेको छ व्यक्तिगत घराइसी र वातावरणीय सरसफाइ। यसको सही एन्सर हुन्छ व्यक्तिगत घराइसी र वातावरणीय सरसफाइ। त्यसपछि प्रश्न नम्बर 10 मा के भनेको छ भने सुधारिएको चुल्हो किन आवश्यक पर्छ? सुधारिएको चुल्हो किन आवश्यक पर्छ? अप्सन एमा रहेको छ दाउरा धेरै प्रयोग गर्न, बीमा रहेको छ हानिकारक ग्यासबाट बढी स्वस्थ हुन, सीमा रहेको छ खाना पकाउन छिटो हुन र डीमा रहेको छ माथिका कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ हानिकारक ग्यासबाट बढी बच्न। यसको सही एन्सर हुन जान्छ यो चाहिँ हानिकारक ग्यासबाट बढी बच्न है, हानिकारक ग्यासबाट चाहिँ बढी बच्न। बी यसको सही एन्सर हुन जान्छ। त्यसपछि प्रश्न नम्बर 11, प्रश्न नम्बर 11 मा के भनेको छ भने तलका मध्ये कुन चाहिँ पानीजन्य रोग होइन, हैन? तलका मध्ये कुन चाहिँ पानीजन्य रोग होइन? अप्सन एमा रहेको छ जुका, बीमा रहेको छ झाडा पखाला, सीमा रहेको छ टाइफाइड, डीमा रहेको छ टाउको दुख्ने। यसको सही एन्सर हुन्छ टाउको दुख्ने। त्यसपछि 12 नम्बर साबुन पानीले हात धुँदा के हुन्छ? साबुन पानीले हात धुँदा के हुन्छ? त अप्सन एमा रहेको छ हातका कीटाणुहरू मर्दछ, बीमा रहेको छ हातका कीटाणुहरू पिसिएर मर्दछ, सीमा रहेको छ हातमा नयाँ कीटाणुहरू आउँदैन र डीमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन जान्छ हातका कीटाणुहरू मर्दछ। त्यसपछि 13, प्रश्न नम्बर 13 मा के भनेको छ भने द मिनिमम होरिजेन्टल डिस्टेन्स फर लोकेटिङ प्राइभेट पिट फर्म अ वेल और ह्यान्ड पम्प इज, हैन? द मिनिमम होरिजेन्टल डिस्टेन्स फर लोकेटिङ प्राइभेट पिट फर्म अ वेल और ह्यान्ड पम्प इज। अप्सन एमा रहेको छ 10 मिटर, बीमा रहेको छ 30 मिटर, सीमा रहेको छ 100 मिटर र डीमा रहेको छ माथिका सबै। त यसको चाहिँ सही एन्सर हुन जान्छ 30 मिटर। त्यसपछि तलका मध्ये कुन चाहिँ बढी वातावरणीय चर्पी हो? तलका मध्ये कुन चाहिँ बढी वातावरणीय चर्पी हो? अप्सन एमा रहेको छ पिट प्राइभी, बीमा रहेको छ बोरहोल प्राइभी, सीमा रहेको छ कन्क्रिट भल्ट प्राइभी र डीमा रहेको छ इकोसन टोयलेट, हैन? त यसको चाहिँ सही एन्सर हुन्छ इको स्यानिटेसन चाहिँ हुन्छ, इको स्यानिटेसन टोयलेट चाहिँ हुन्छ। त्यसपछि अर्को प्रश्न 15 ओडिएफ भइसकेपछि सरसफाइका गुणस्तर हासिल हुन्छ? ओडिएफ भइसकेपछि सरसफाइका गुणस्तर हासिल हुन्छ? अप्सन एमा रहेको छ
आधारभूत स्तर, बीमा रहेको छ मध्य स्तर, सीमा रहेको छ पूर्ण सरसफाइ र डीमा रहेको छ माथिका सबै। त्यसको चाहिँ सही एन्सर हुन जान्छ आधारभूत स्तर। त्यसपछि 16मा के भनेको छ भने फोहोर मैला व्यवस्थापन ऐन 2068ले घर वा होटलबाट निस्कने फोहोर मैलाको मुख्य जिम्मेवारी कसलाई तोकेको छ? त अप्सन एमा रहेको छ गाउँपालिका, बीमा रहेको छ नगरपालिकालाई र सीमा रहेको छ जिल्ला समन्वय समितिलाई र डीमा रहेको छ फोहोर उत्पादन स्वयंलाई। यसको सही एन्सर हुन्छ फोहोर उत्पादक स्वयंलाई। त्यसपछि 17 ग्रामीण खानेपानी प्रणालीको मर्मत सम्भारको जिम्मा कसको हुन्छन्? ग्रामीण खानेपानी प्रणालीको मर्मत सम्भारको जिम्मा कसको हुन्छ? अप्सन एमा रहेको छ खानेपानी विभाग, बीमा रहेको छ गाउँ र उपभोक्ता समूह मिलेर, सीमा रहेको छ दात्री निकाय र डीमा रहेको छ माथिका कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ गाउँ र उपभोक्ता समूह मिलेर। त्यसपछि 18मा के भनेको छ भने पिसाब जम्मा गरी बोट बिरुवामा लगाउन सकिन्छ किनभने हैन अप्सन प्रश्न के भनेको छ नि पिसाब जम्मा गरी बोट बिरुवामा लगाउन सकिन्छ किनभने अप्सन एमा रहेको छ पिसाबमा रोगका कीटाणु हुन्छ, बीमा रहेको छ पिसाबमा बोट बिरुवालाई आवश्यक हुने नाइट्रोजन, फस्फोरस र पोटास हुन्छ र सीमा रहेको छ पिसाबमा पानी हुन्छ र डीमा रहेको छ माथिका कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ पिसाबमा बोट बिरुवालाई आवश्यक हुने नाइट्रोजन, फस्फोरस र पोटास हुन्छ। त्यसपछि 19 पानीजन्य सरुवा रोगबाट बच्न के गर्नुपर्दछ? पानीजन्य सरुवा रोगबाट बच्न के गर्नुपर्दछ? अप्सन एमा रहेको छ पानी उमालेर खानुपर्दछ, बीमा रहेको छ धाराबाट सिधै पानी खानुपर्दछन्, बीमा रहेको छ सीमा रहेको छ पानी छोपेर राख्नुपर्दछ र डीमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन जान्छ पानी उमालेर खानु पर्दछ। त्यसपछि 20 प्रश्न नम्बर 20मा के भनेको छ घरबाट निस्केको फोहोर पानी डड घरबाट निस्केको फोहोर पानी डड अप्सन एमा रहेको छ शौचालयमा फाल्नु पर्दछ, बीमा रहेको छ सिधै ढलमा फाल्नु पर्दछ, सीमा रहेको छ सम्भव भएसम्म करेसाबारीमा पठाउनु पर्दछ र डीमा रहेको छ माथिका कुनै पनि होइन। यसको सही एन्सर हुन जान्छ सम्भव भएसम्म करेसाबारीमा पठाउनु पर्दछ। त्यसपछि प्रश्न नम्बर 21मा के भनेको छ भने झाडापखाला सर्नुको मुख्य कारण के हो? झाडापखाला सर्नुको मुख्य कारण के हो? अप्सन एमा रहेको छ फोहोर पानी खानाले, बीमा रहेको छ लामखुट्टेले टोक्दा, सीमा रहेको छ श्वास प्रश्वास कारण र डीमा रहेको छ माथिका कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईको फोहोर पानी खानाले। त्यसपछि 22 उपभोक्ता समूह परिचालन गर्न चाहिने मुख्य सिप कुन हो? उपभोक्ता समूह परिचालन गर्न चाहिने मुख्य सिप कुन हो? अप्सन एमा रहेको छ प्राविधिक सिप, बीमा रहेको छ समाजमा घुलमिल हुन सक्ने सिप, सीमा रहेको छ राजनीतिक सिप र डीमा रहेको छ माथिका सबै। त यसको चाहिँ सही एन्सर हुन जान्छ माथिका सबै। त्यसपछि 23मा के भनेको छ भने उत्प्रेरिकाको आवश्यकता किन? अप्सन एमा रहेको छ समुदायको क्षमता अभिवृद्धि तथा जानकारी, बीमा रहेको छ योजनाका कामको आवश्यक सहयोग लिन, सीमा रहेको छ समुदायबाट जानकारी लिन र डीमा रहेको छ माथिका कुनै पनि होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईको समुदायका क्षमता अभिवृद्धि तथा जानकारी गर्न। त्यसपछि 24मा के भनेको छ भने आयोजना आफ्नै हो भन्ने भावना जगाउन 24मा उपभोक्ताको संलग्नता किन आवश्यक पर्दछन्? उपभोक्ताको संलग्नता किन आवश्यकता पर्दछन्? अप्सन एमा रहेको छ उपभोक्ता आयोजना आफ्नै हो भन्ने भावना जगाउन, बीमा रहेको छ उपभोक्तालाई जागिर दिन, सीमा रहेको छ सहयोग लिन र डीमा रहेको छ माथिका कुनै पनि होइन। यसको सही एन्सर हुन जान्छ आयोजना आफ्नै हो भन्ने भावना जगाउन। त्यसपछि 25 खानेपानी सरसफाइ टेक्निसियनको काम के हो? खानेपानी सरसफाइ टेक्निसियनको काम के हो? अप्सन एमा रहेको छ खानेपानी आयोजनाको लागत इस्टिमेट तयार गर्न, बीमा रहेको छ आयोजनाको डिजाइन गर्न, सीमा रहेको छ खानेपानी सरसफाइ सम्बन्धी निर्माण र सहजीकरण गराउन र डीमा रहेको छ उपभोक्ता समितिको काम गरिदिन। यसको सही एन्सर हुन जान्छ खानेपानी सरसफाइ सम्बन्धी निर्माण र सहजीकरण गराउन। त्यसपछि प्रश्न नम्बर 26मा के भनेको छ भने
डिस्ट्रिब्युसन पाइपलाइनबाट सर्भिस कनेक्सन दिन तथा पानीको बहाव नियन्त्रण गर्न समेत प्रयोग गर्न लगाइने फिटिङ नाम के हो? अप्सन एमा रहेको छ फेरुल, बीमा रहेको छ स्याडल, सीमा रहेको छ रिड्युसर र डीमा रहेको छ माथिका कुनै होइन। त यसको सही एन्सर हुन जान्छ तपाईँको फेरुल है। यसको सही एन्सर हुन जान्छ फेरुल। त्यसपछि 27मा के भनेको छ भने खानेपानी तथा ढल निकास विभागद्वारा सञ्चालित खानेपानी आयोजनाहरूमा सामान्यतया कम्तीमा कति जनसहभागिता जुटाउने गरिएको छ हैन। यसको चाहिँ अप्सन रहेको छ ए 10%, बीमा 20%, सीमा 25% र डीमा 30%। त यसको चाहिँ सही एन्सर हुन जान्छ 20%। त्यसपछि पहाडको भेगमा एसडिपी पाइप किन बढी प्रयोग गरिन्छन्? पहाडी भेगमा एसडिपी पाइप किन बढी प्रयोग गरिन्छ? अप्सन एमा रहेको छ क्वालिटी प्रोडक्ट, बीमा रहेको छ ढुवानी गर्न सजिलो, सीमा रहेको छ बढी प्रेसर थामिन्छ र डीमा रहेको छ माथिका कुनै पनि होइन हैन। त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईँको यो चाहिँ ढुवानी गर्न सजिलो हुने भएकोले। त्यसपछि 29मा के भनेको छ विभिन्न उचाइमा रहेको धाराहरूलाई सबै धाराहरूमा पानी पुर्याउन के प्रयोग गर्नुहुन्छ हैन। विभिन्न उचाइमा रहेका धाराहरूलाई सबै धाराहरूमा पानी पुर्याउन के प्रयोग गर्नुहुन्छ? अप्सन एमा रहेको छ स्लुस भल्भ, बीमा रहेको छ गेट भल्भ, सीमा रहेको छ ग्लोब भल्भ र डीमा रहेको छ माथिका कुनै पनि होइन हैन। त यसको चाहिँ सही एन्सर हुन जान्छ ग्लोब भल्भ। त्यसपछि 30 धाराबाट पानी बगाउनु पर्ने स्ट्यान्डर्ड, अप्सन एमा रहेको छ 0.15 लिटर प्रति सेकेन्ड, बीमा रहेको छ 0.225 लिटर प्रति सेकेन्ड, सीमा रहेको छ 0.5 लिटर प्रति सेकेन्ड र डीमा रहेको छ माथिका कुनै होइन। त यसको चाहिँ सही एन्सर हुन जान्छ 0.225 लिटर प्रति सेकेन्ड, 0.225 लिटर प्रति सेकेन्ड। त्यसपछि 31मा रहेको छ पाइपलाइन खाडलको चौडाइ, अप्सन एमा रहेको छ 30 सेन्टिमिटर, बीमा रहेको छ 60 सेन्टिमिटर, सीमा रहेको छ 90 सेन्टिमिटर, डीमा रहेको छ 1 मिटर। यसको सही एन्सर हुन जान्छ 60 सेन्टिमिटर। त्यसपछि 32 चट्टान भएको जमिनको सतहमा डिप ट्युबवेल गर्न यो विधि अपनाइन्छ हैन। अप्सन के भनेको छ भने चट्टान भएको जमिनको सतहमा डिप ट्युबवेल गर्न यो विधि अपनाइन्छ। अप्सन एमा रहेको छ प्रिकसन बोरिङ, बीमा रहेको छ वाटर जेट, सीमा रहेको छ हाइड्रोलिक रोटरी र डीमा रहेको छ रिभर्स रोटरी हैन। त यसको चाहिँ सही एन्सर हुन जान्छ प्रिकसन बोरिङ। त्यसपछि 33मा के भनेको छ भने चाप नियन्त्रण ट्याङ्कीको गाह्रो जमिनको सतहभन्दा कति सेन्टिमिटर माथि उठेको हुनु पर्दछन्? चाप नियन्त्रण ट्याङ्कीको गाह्रो जमिनको सतहभन्दा कति सेन्टिमिटर माथि उठेको हुनु पर्दछन्? अप्सन एमा रहेको छ 40 सेन्टिमिटर, बीमा रहेको छ 30 सेन्टिमिटर, सीमा रहेको छ 50 सेन्टिमिटर र डीमा रहेको छ 35 सेन्टिमिटर। त यसको चाहिँ सही एन्सर हुन जान्छ 30 सेन्टिमिटर। त्यसपछि 34 कन्क्रिटलाई नखादेमा के हुन्छ हैन। कन्क्रिटलाई नखादेमा के हुन्छ? अप्सन एमा रहेको छ संरचना बलियो हुन्छ, बीमा रहेको छ संरचना कमजोर हुन्छ, सीमा रहेको छ पानी चुइदिन र डीमा रहेको छ माथिका सबै। यसको चाहिँ सही एन्सर हुन जान्छ चाहिँ संरचना कमजोर हुन्छ है। त्यसपछि प्रश्न नम्बर 35मा के भनिन्छ साइटमै बनाउन सकिने फिटिङ कुन हो? साइटमै बनाउन सकिने फिटिङ कुन हो? अप्सन एमा रहेको छ सीआई पाइप, बीमा रहेको छ जीआई पाइप युनियन, सीमा रहेको छ पीवीसीआर र डीमा रहेको छ एसडिपिई। यसको सही एन्सर हुन जान्छ एसडिपिई। त्यसपछि 36मा के भनेको छ भने 2 मिटर गोलाइ भएको 10 मिटर गहिराई इनारमा कति पानी भएको इनार भरिन्छ? अप्सन एमा रहेको छ 20,000 लिटर, सीमा रहेको छ 30,000 लिटर, सीमा रहेको छ 31,400 लिटर र डीमा रहेको छ 36,000 लिटर। यसको सही एन्सर हुन जान्छ 31,400 लिटर है। त्यसपछि प्रश्न नम्बर 37 है। प्रश्न नम्बर 37 यो चाहिँ 36 को जुन छ त्यसको चाहिँ फर्म कसरी निकाल्ने भने यो
त्यसमा चाहिँ फर्मुला हुन्छ। फर्मुला के हुन्छ भने के भनेको छ भने यसको फर्मुला हुन्छ भोल्युमको फर्मुला हुन्छ यसको यो 36 नम्बरको है 36 नम्बर भोल्युमको फर्मुला V इक्वल टु फर्मुला हुन्छ तपाईको यो पाई हैन R स्क्वायर H यो फर्मुला हुन्छ। त यहाँ के भनेको छ 2 मिटर गोलाइ भएको 10 मिटर गहिरो हैन। त H भयो कति H भयो 10 मिटर हैन। र रेडियस जुन दिएको छ इनारको अर्धव्यास रेडियस चाहिँ गोलाइ भन्नाले व्यास रेडियस यो चाहिँ व्यास d दिएको छ यो भयो d हैन। त हामीले थाहा छ r निकाल्नको लागि के गर्नुपर्छ हैन। r निकाल्नको लागि यो d डिभाइडेड बाइ 2 गरेर r निस्कियो। अब d को भ्यालु हाम्रो कति दिएको छ 2 त 2 डिभाइडेड बाइ 2 गर्दाखेरि यो चाहिँ 1 आउँछ r आइसक्यो 1 r इक्वल टु हुन्छ 1 हैन। त अब यो फर्मुलामा राख्नु। अब यो फर्मुलामा के हुन्छ पाई को भ्यालु 3.14 हैन 14 इन्टु अब r कति भयो 1 हैन इन्टु अब यो h को भ्यालु कति दिएको छ 10 दिएको छ। त यो कति हुन जान्छ 31.4 हुन जान्छ। यो चाहिँ मिटरमा के मिटर क्युबमा। अब मिटर क्युबलाई चाहिँ लिटरमा चेन्ज गर्दाखेरि 1 मिटर क्युब इक्वल टु कति हुन्छ 1000 लिटर हुन्छ 1000 लिटर। त योमा 1000 ले इन्टु गर्दिनु 31.4 इन्टु 1000 हैन 1000 त यो कति हुन्छ 314 अनि 00 यो एन्सर हुन जान्छ है। त्यसपछि अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 37 मा के भनेको छ भने प्रश्न नम्बर 37 मा के भनेको छ भने 6 केजी पर वर्ग सेन्टिमिटर को चाप खप्न सक्ने पाइपले कति मिटर पानी को चाप वहन गर्न सक्छ हैन। त अप्सन ए मा रहेको छ 6 मिटर, बी मा रहेको छ 60 सेन्टिमिटर, सी मा रहेको छ 6 सेन्टिमिटर र डी मा रहेको छ 60 मिटर। त यसको चाहिँ सही एन्सर हुन जान्छ 60 मिटर है 60 मिटर। त्यसपछि 38 एचडीपी पाइप र जीआई पाइप सँगै जोड्न प्रयोग हुने फिटिङ कुन हो हैन। प्रश्न के भनेको छ भने एचडीपी पाइप र जीआई पाइप सँगै जोड्न प्रयोग हुने फिटिङ कुन हो। अप्सन ए मा रहेको छ जीआई निपल, बी मा रहेको छ जीआई सकेट र सी मा रहेको छ जीआई युनियन र डी मा रहेको छ एचडीपी रिड्युसर। त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईको यो जीआई युनियन। त्यसपछि 39 फेरोसिमेन्ट ट्याङ्की किन बनाइन्छ। अप्सन ए मा रहेको छ अरु ट्याङ्की भन्दा हेर्न आकर्षक, बी मा रहेको छ अन्य ट्याङ्की भन्दा बलियो र दिगो, सी मा रहेको छ अन्य ट्याङ्की भन्दा सस्तो हुने र सी मा रहेको छ उपभोक्ताहरूको माग धेरै हुने भएकोले। त यसको चाहिँ सही एन्सर हुन जान्छ अन्य ट्याङ्की भन्दा सस्तो हुने भएकोले। त्यसपछि 40 पाइपलाइनको सबैभन्दा होचो स्थानमा राखिने डट हो। पाइपलाइनको सबैभन्दा होचो स्थानमा राखिने डट हो। त अप्सन ए मा रहेको छ एयर भल्भ, बी मा रहेको छ वासआउट भल्भ, सी मा रहेको छ गेट भल्भ, डी मा रहेको छ गेट भल्भ निपल। यसको सही एन्सर हुन जान्छ वासआउट भल्भ। त्यसपछि 41 मा के भनेको छ भने खानेपानीको विशेषता कस्तो हुनु पर्दछन्। ए मा रहेको छ सेतो रङको र स्वादिलो, बी मा रहेको छ नीलो रङको र सुगन्धित,
सीमा रहेको छ हरियो रङको मिठो स्वाद भएको र डीमा रहेको छ रङविहीन स्वाद रहित र गन्ध रहित। त यसको चाहिँ सही एन्सर हुन जान्छ रङहीन स्वादहीन र गन्ध रहित। त्यसपछि 42 मा के भनेको छ भने पानीको स्रोतहरूमध्ये तलका कुन चाहिँ खानेपानीका लागि उपयुक्त हो। पानीका स्रोतहरूमध्ये तलका कुन चाहिँ खानेपानीका लागि उपयुक्त हो। अप्सन एमा रहेको छ खोला, बीमा रहेको छ मूल, सीमा रहेको छ नदी, डीमा रहेको छ पोखरी। त यसको चाहिँ सही एन्सर हुन जान्छ मूल। त्यसपछि नेपालमा पहाडी क्षेत्रको लागि प्रति व्यक्ति प्रतिदिन कति पानीको माग राखी डिजाइन गर्ने गरिन्छ। यसको चाहिँ सही एन्सर हुन जान्छ 45 लिटर। त्यसपछि 44 मा के भनेको छ भने पानीको मुहानमा गई सुरक्षित बहाव जाँच गर्दा कति प्रतिशत पानी उपलब्ध हुने लिन सकिन्छन्। पानीको मुहानमा गई सुरक्षित बहाव जाँच गर्दा कति प्रतिशत पानी उपलब्ध हुने लिन सकिन्छन्। अप्सन एमा रहेको छ 50 to 60, बीमा रहेको छ 70 to 80, सीमा रहेको छ 80 to 90 र डीमा रहेको छ 100। यसको सही एन्सर हुन जान्छ 70 to 80। त्यसपछि पानी होल्ड गर्न जमिन मुनिको पत्रलाई के भनिन्छ। पानी होल्ड गर्न जमिन मुनिको पत्रलाई के भनिन्छ। अप्सन एमा रहेको छ एक्युड्युड, बीमा रहेको छ एक्युफर, सीमा रहेको छ सोइल लेयर र डीमा रहेको छ नन अफ दिज। त यसको चाहिँ सही एन्सर हुन जान्छ एक्युफर। त्यसपछि 46 मा के भनेको छ भने ड्रेन भल्भ कहाँ राखिन्छ। ड्रेन भल्भ कहाँ राखिन्छ। अप्सन एमा रहेको छ इन डेड इन्ड एन्ड समिट अफ मेन, बीमा रहेको छ इन पाइपलाइन, सीमा रहेको छ एट बीपीटी र डीमा रहेको छ नन। यसको सही एन्सर हुन्छ इन डेड इन्ड एन्ड समिट अफ मेन। त्यसपछि 47 मा के भनेको छन् पाइपलाइन लेआउट रुटको कुन भागबाट पाइप बिछ्याउन सुरु गर्नु पर्दछन्। पाइपलाइन लेआउट रुटको कुन भागबाट पाइप बिछ्याउन सुरु गर्नु पर्दछन्। अप्सन एमा रहेको छ मध्य भागबाट, बीमा रहेको छ सिरानबाट, सीमा रहेको छ पुछारबाट, डीमा रहेको छ जहाँबाट सुरु गरे पनि फरक पर्दैन। यसको चाहिँ सही एन्सर हुन जान्छ सिरानबाट। त्यसपछि 48 मा के भनेको छ भने ब्रेक प्रेसर ट्याङ्की बीपीटी को मुख्य कार्य के हो। ब्रेक प्रेसर ट्याङ्की बीपीटी को मुख्य कार्य के हो। अप्सन एमा रहेको छ पानी स्टोर गर्ने, बीमा रहेको छ पानीलाई विभिन्न लाइनमा जोड्ने, सीमा रहेको छ पाइपलाइनमा पानी प्रेसर घटाउने र डीमा रहेको छ माथिका सबै। त यसको चाहिँ सही एन्सर हुन जान्छ तपाईको यो पाइपलाइनमा पानी प्रेसर घटाउने, पाइपलाइनमा पानीको प्रेसर घटाउने। त्यसपछि 49 मा के भनेको छ भने आयोजना क्षेत्रको जनसङ्ख्या वृद्धि दर 2% भन्दा कम छ भने खानेपानी आयोजनाको डिजाइन अवधि हैन कति हुन्छ हैन। त अप्सन एमा रहेको छ 10 वर्ष, बीमा रहेको छ 15 वर्ष र सीमा रहेको छ 20 वर्ष, डीमा 25 वर्ष। यसको सही एन्सर हुन्छ 20 वर्ष। त्यसपछि 50 पाइपलाइनको उचाइ इलिभेसन नाप्न कुन यन्त्र प्रयोग गरिन्छ हैन। पाइपलाइनको उचाइ इलिभेसन नाप्न कुन यन्त्र प्रयोग गरिन्छ हैन। त अप्सन एमा रहेको छ टेप, बीमा रहेको छ प्लेन टेबल, सीमा रहेको छ थेरोलाइट र डीमा रहेको छ अल्टिमिटर। यसको चाहिँ सही एन्सर हुन्छ अल्टिमिटर। हस्, आजको लागि यो चाहिँ 2075 सालमा सोधिएको प्रश्नहरू सकिएको छ है। तपाईहरुलाई मेरो यो युट्युब च्यानलको बारेमा थाहा छैन भने युट्युब च्यानल रहेको छ हरिबोल सिभिल इन्जिनियर है। भिडियोहरू राम्रो लाग्छ भने यो साथीहरुमा शेयर गरिदिनु होला र भिडियोलाई सब्स्क्राइब गरिदिनु होला। हस्, आजको लागि चाहिँ यति गरौँ। धन्यवाद।